बर्थडे बोय हुनुहुन्छ हेलो गर्दिनु मामा हेलो ल ल या गोल मेरो फोटो खिच्ने गोल हानेको चपल छुट्यो के गर्नु अब यस्तो हो हेलो एभ्रिवान फ्याफुला नमस्ते वेलकम ब्याक टु माई च्यानल इट्स मी सपना तामाङ आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु अनि न्यू डे न्यू ब्लगको साथमा मैले चाहिँ आज ब्लग लिएर आएको छु अनि मैले चाहिँ साथीहरू केही कन्टेन्ट भेटेको थिइनँ सो मैले आज के गर्छु कहाँ जान्छु त्यस्तै बनाउने भनेर मैले चाहिँ नयाँ ब्लग लिएर आएको छु सबैजनाले हेरिदिनु होला लास्टसम्म अनि नयाँ हुनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला अब म चाहिँ नानी लिन जान लागेको नानीलाई चाहिँ भर्खर स्कुल हालेको नि त अनि लिन जान लागेको म हजुरलाई देखाउँछु आज चाहिँ लास्टै राम्रो मौसम भएको छ यति राम्रो भएको छ कि बिहानभरि घाम लागेको थियो अब चाहिँ यस्तो राम्रो मौसम छ कि साथीहरू म हजुरलाई पनि देखाउँछु ल यस्तो राम्रो मौसम भएको छ कि म हजुरलाई देखाउँछु ल बिहानभरि घाम लागेको अहिले त यस्तो राम्रो भएको छ कि भने नि अब म चाहिँ यहाँ स्कुटीमा नानी लिन जान लागेको हजुरहरूलाई पनि देखाउँछु सँगसँगै जाउँ है त साथीहरू ल साथीहरू म चाहिँ अब जाँदैछु नानी लिनु यो चाहिँ हाम्रो गाउँ हो म चाहिँ जाँदैछु माथि पुगेर एकचोटि नानीलाई देखाउँछु म यो चाहिँ मेरो साथीहरू पहिलाको स्कुल पनि हो मेरो भदैनी पढ्ने अनि म तपाईँहरूलाई देखाउँछु ल आज यहाँ शुक्रबार हो नि त सो प्रोग्राम चल्दै रहेछ अनि यो चाहिँ मेरो सानो पढ्ने स्कुल पनि हो क्या हेलो गाइस भनेर मैले चाहिँ नानी लिएर आएको अब जाने ल देख्नुमा म फुपू लिन आउनु भयो कि भएन त यहाँ कसले लगाइदिनु भयो टिका म्याम लगाइदिनु भयो के आज स्कुलमा के थियो प्रोग्राम थियो भनिदिनु न यही हो मेरो म पहिला पढेको स्कुल चाहिँ त्यसपछि यो स्कुल पनि पढेँ म साथीहरू अनि यहाँ मेरो भदैनी चाहिँ मेरो स्कुलमा पढ्दैछ पहिलाको स्कुलमा हेलो एभ्रिवान भनिदिनु सबले सब्सक्राइब गरिदिनु भन्नु फुपूको युट्युबमा बाई बाई भनिदिनु अनि अब भरे चाहिँ हाम्रो यहाँ मामाको बर्थडे छ नि त अनि अब भरे चाहिँ केक काट्ने हैन बेबी आज मामाजीको बर्थडे हो नि त अनि साथीहरू अब केक काट्ने भरे केक खाने रमाइलो गर्ने हेर्दै गर्नु होला स्टेट्युन गाइज अब चौचौ बनाएर खान लागेको भोक लागिरहेको छ टुपियम बनाएर खान लागेको यहाँ चाहिँ म टुपियम बनाउँदैछु यहाँ हेर्नु होला टुपियम खाने साथीहरू झिङ्गाको पिरो है यस्तो भोक लागेको छ भने साथीहरू
पिरो भयो लिची कत्रो कत्रो लिची छ हेर्नु नि यहाँ बिहान बाबाले ल्याउनु भएको यत्रो ठुल्ठुलो छ कि लिची यहाँ क्यामेरामा देखेको छैन कि तर कत्रो ठुल्ठुलो छ कि दामी चाहिँ यसको दाना चाहिँ इत्रु इत्रु छ अनि चोक्टा चाहिँ कत्रो कत्रो छ एकदम मिठो छ साथीहरू तपाईहरूले लिची कति खानुभयो होला मैले चाहिँ धेरै खाइसकेँ अब म चाहिँ गो खेल्नु गएको म चाहिँ बल खेल्नु आइसकेको छु यो चाहिँ मेरो एउटा दुश्मन साथी हो हेलो दाजु हेलो गर्नु न आउने ए दिदी तपाईँ के खेल्नु आएको म त हाल्ने म चाहिँ बल खेल्नु आएको यहाँ मेरो साथी छ त्यसपछि यहाँ सबै भाइहरू छ यहाँ गोल हानेको चप्पल चुट्यो के गर्नु अब यस्तो हो जुत्ता छैन गाइसहरू जुत्ता किनिदिनु होला चप्पल पड्को कस्तो चप्पल लिएको यसरी बल खेल्छ तपाईँ हाम्रो गाउँमा यसरी बल खेल्छ लुङ्गी लाएर साडी लाएर आइलेहरू सबै बिग्रेर आइरहन्छ नानी आमा पनि खेल्यो नानी त छेउमा आयो आमालाई गोल खेल्ने बिहे त गरिन्छ आमाको त पनि हैन मेरो सानोको ह्यापी बर्थडे ह्यापी बर्थडे दिदी ह्यापी बर्थडे भन्नु न ह्यापी टिपेर गएको टिपेर पखाइ गाइड्सहरू यहाँ चाहिँ यहाँनिर लु 1 2 3 गो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे जर्यो कमर भाजी त बेबी तिमीलाई गोल खेलेको मनपर्छ मन पर्दैन मनपर्छ गोल खेल्दैछ अनि यहाँ चाहिँ दुईजना छ लास्टै नराम्रीहरू यहाँ चाहिँ मेरो ब्रो हुनुहुन्छ मेरो ब्रो मेरो सबै थोकमा साथ दिने ब्रो त चाहिँ किन हाँसेको लामखुट्टी खालास मेरो ल्याम कि ल्याम यहाँ गोल खेल्दा खेल्दा थाकेर हामी चाहिँ यसरी बसेको यसको चाहिँ जुत्ता छ हाम्रो चाहिँ चप्पल कति दिदी तपाईँको चप्पल देखाउने यहाँ ब्रान्डेड चप्पल 3 लाखको चप्पल है यो गाइस 5 करोडको जुत्ता यसको 5 करोडको जुत्ता अरे फेरि बेबीको चाहिँ कति करोडको भन्नुहोस् त गुडिया कति रुपियाँ पैसाको यो 10,000 को यो चाहिँ हाम्रो ग्राउन्ड हो साथीहरू हाम्रो ग्राउन्ड चाहिँ यस्तो छ राम्रो चिटिक्क परेको झकमक्क परेको अनि हामी चाहिँ पहिलादेखिको गोल खेल्ने साथी हो यो चाहिँ अनि दिदी पनि खेल्नुहुन्छ वडा गेम खेल्थ्यौँ हामी वर्षमा गोल छुइन्थ्यो क्या हामीले हामी त्यसरी बसिरहेको छौँ यहाँ मेरो बेहेना 3 जना चौरी गएर आएको हामी चौरी गएर बल हेरेर आएको कति भयो म चाहिँ बर्थडे खानु आइपुगिसकेको साथीहरू मामाको घरमा यहाँ हाम्रो बर्थडे बोय चाहिँ यहाँ हुनुहुन्छ हिँड्नु हुँदैछ र चार्जर बोकेर आएको छु चार्जर बोक्नु पर्दो रहेछ के गर्नु चार्ज घटेर नि अघि भर्खर चार्ज लगाएको अनि घटिहाल्यो अनि
बोकेर आएको यो चार्जर अनि म अब अहिले बर्थडे मनाउने तपाईहरुलाई देखाउँछु के पकाउँदैछ म हजुरहरुलाई देखाउँछु ल ल्याम्म यहाँ चाहिँ मासु पाक्दै जस्तो मान्छेहरु यहाँ हुनुहुन्छ मेरो भाउजू मामा माइजू मेरो नानी यहाँ मेरो भाउजू हुनुहुन्छ हेलो गाइज टक्क यहाँनिर चाहिँ 3टा हाल्नु बाँकी छ पिसेर अनि यो चाहिँ पुरा मासु पाक्छ साथीहरु दामी पाराले मासु कुकमेन चाहिँ यहाँ मेरो भाउजू हुनुहुन्छ यहाँ चाहिँ हाम्रो पुतली छ है पुतली पुतली त्यसको बर्थडे खाना गरे यहाँ हाम्रो बर्थडे बोय हुनुहुन्छ हेलो गर्दिनु मामा हेलो मेरो मामालाई बर्थडेको धेरै धेरै शुभकामना खोइ त थ्यांक यू भन्नु पनि सिकाउनु पर्छ साथीहरु के गर्नु त यहाँ हेरेर भन्नु यहाँ हेरेर थ्यांक यू भन्नु मेरो मामालाई सबैजनाले विश गरिदिनु होला कमेन्टमा ह्यापी बर्थडे भनेर यो मासु पाक्दैछ त्यताबाट नजाऊ त्यताबाट नआऊ मेरो नानी चाहिँ बिरामी भएर भदैनी चाहिँ लास्टै बिरामी भइरहेछ यहाँ मेरो अर्को भदैनी हजुर पानी खाने र भाइ अलिक रातो होस् न अलिक रातो भएको मिठो हुन्छ नि के हुनुभएको माइजू अर्को कुकमेन क्या हेलो भनिदिनु हेलो के अरे हेलो मामा हाई गाइस मेरो भान्जीको युट्युबमा सब्स्क्राइब एन्ड फलो एन्ड लाइक कमेन्ट्स गर्नुलाई अनिवार्य यतिको सपोर्ट चाहिँ चाहिन्छ है साथीहरु एकदम मेरो भान्जी फेमस भाइरल अवस्थामा होस् सबले हैन सब्स्क्राइब गरिदिनु भन्नु सानो पनि भन्दिनु सब्स्क्राइब गरिदिनु फुफुकोमा भन्दिनु सब्स्क्राइब भन्नु साथीहरु यो चाहिँ यो पुतली है पुतली हैन हेर्नु होला ओ माय गॉड वाउ कति राम्रो छ भने नि पुतले यसलाई चाहिँ मैले स्टोरीमा नि हालेको थिएँ कति राम्रो छ भने नि साथीहरु अब यहाँबाट हेर्नु होला भ्यू कति राम्रो छ बेलुकाको भ्यू यो घरमा चाहिँ के साथीहरु यस्तो चुचु नाक भएको कुकुर छ के म तपाईहरुलाई देखाउँछु यहाँ हेर्नु यसको नाम चाहिँ बाउन कुकुर हो यसको नाक हेर्नु साथीहरु नाकमै यस्तो चुचु छ कि चुचु बाउन कुकुर हात दिदैछ हेर्नु साथीहरु हात दे गुड बोय अब चाहिँ बर्थडे स्टार्ट हुन लाग्यो साथीहरु यहाँ मेरो मम्मी हुनुहुन्छ टस बालेर मम्मी हाई गर्दैन हाय यहाँ हाम्रो बर्थडे बोय चाहिँ यहाँ हुनुहुन्छ कति बाली टोपी लगाएर टोपी लगाएर फेरि चिटिक्क परेर क्या यहाँ चाहिँ केक छ यति साथीहरु केक खाने हो केक छ यहाँनिर ओ रश्मि हाँस्नु न आम्मा ह्यापी बर्थडे टु योर मामा ह्यापी बर्थडे टु ग्याङ छ फेरि यहाँ चाहिँ सबैजना आम्मामा मामा मेरो बडो बाउ मामा खालहरू सबै ढाका टोपी लाएर टक्क परे ल
ह्यापी बर्थडे मामा अन्त केही बोल्दैन मलाई चाहिँ अरू भन्दा नि लास्टले भोक लागेको छ चिउरा मासु ल्याउनु खानु मलाई मामालाई खानु मलाई छैन एकदम भान्जी खाउ लागेर चिउरा मासु अहिले भान्जी मामा भएर ल मामा भान्जी मामा भएर मेरो मामा चाहिँ 75 वर्ष पुग्नुभयो 75 इयर्स एन्जल के खानुभएको के खानुभएको छोडिदिनु न के खा यहाँ मेरो बेबीको चाहिँ के यति आएछ खानु हुँदैछ अब के खाने साथीहरू आजको ब्लग चाहिँ अब यस्तै भयो अब अर्को ब्लग चाहिँ राम्रो आउँछ के हो हालत तिम्रो बहिनी आगर त हेरौँ आगर त हालत त साथीहरू ल कुकुरकै जात देखायो मेरो भदैनले चाहिँ कार्तिकको है मेरो भदैन चाहिँ अनि मेरो दाजुभाइ हुनुहुन्छ मेरो मामा मामा हाई गरिदिनु अर्को मामाले हाई यहाँ फोटोसुट हुँदैछ के फेरि दुईजना दाजुभाइको कहाँ माथि पनि बचाउला त्यो चाहिँ यहाँ फ्यामिली फोटो हुँदैछ सबैजना अब चाहिँ हामी यहाँ खानपिन स्टार्ट भयो चिची अनि चिउरा अनि टक्क चिसो यहाँ सबजना हुनुहुन्छ है सबजना हुनुहुन्छ यहाँ केटाकेटी छ म हजुरलाई देखाउँछु नि मेरो लाइटिङ मिलाइदिने दिदी यहाँ हुनुहुन्छ यसो देखाउनु न यतिको सपोर्ट त चाहियो नि त होइन साथीहरू थोरै छ है थोरै मामाहरू खानु हुँदैछ खाना यहाँ बर्थडे बोय यहाँ हुनुहुन्छ टक्क खाँदै यहाँ मेरो दिदी हातले बजाउँदैछ दिदीले चाहिँ साथीहरू मैले चाहिँ एक बाइट कस्तो भोक लागेको छ भने ल साथीहरू अब मैले चाहिँ भ्लग इन गर्न लागेको छु बर्थडे मनाइयो पनि खाइयो पनि अनि एकदमै रमाइलो भयो अनि अब एकदम निन्द्रा पनि लागिसक्यो अब सुत्ने भनेर अनि म चाहिँ अब भ्लग इन गर्न लागेँ अब नेक्स्ट भिडियोमा भेट्नु पर्छ अनि सबैजनाले माया गरिदिनु होला माया देखाइदिनु होला भन्न चाहन्छु आशाको साथमा मैले चाहिँ भ्लग इन गर्न लागेँ बाई बाई साथीहरू बाई बाई